यदि हजुरहरूलाई पनि ब्रसहरूको नलेज छैन र कुन ब्रस कतिखेर युज गर्ने भन्ने थाहा छैन भने यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। त्यो टाइपको ब्रसलाई चाहिँ कन्सिलर ब्रस र कन्सिलर ब्लेन्डिङ ब्रस भनिन्छ। कन्सिलर ब्रस चाहिँ हल्का फिजारिएको हुन्छ भन्ने त्यसको पछाडिको भाग र साइडको चाहिँ कन्सिलर ब्रस हो। यो कन्सिलर ब्रसले चाहिँ फाउन्डेसन पनि अप्लाई गर्न मिल्छ। यो ब्रसलाई चाहिँ फाउन्डेसन ब्रस भनिन्छ। अघि देखाएको कन्सिलर ब्रसले फाउन्डेसन अप्लाई गरेर फाउन्डेसन ब्रसले ब्लेन्ड गर्दाखेरि अति धेरै सजिलो हुन्छ। यो टाइपको ब्रसलाई चाहिँ पाउडर ब्रस भनिन्छ। यो चाहिँ एउटा ठुलो र सानो हुन्छ। पाउडर ब्रसहरू चाहिँ हल्का फिजारिएको र राउन्ड शेपमा हुन्छ र यस्तो टाइपको ब्रसहरूले चाहिँ फेस कन्टुर र ब्लसर युज गरिन्छ। यसलाई ब्लसर ब्रस पनि भनिन्छ। यो ब्रस जुनै साइजमा भए पनि यसको शेप चाहिँ हाफ भी टाइपको हुन्छ। यो ब्रसलाई चाहिँ हाइलाइटर ब्रस भनिन्छ। यो चाहिँ हल्का फिजारिएको हुन्छ र यो चाहिँ सानो र ठुलो दुटै खालको पाइन्छ। यो टाइपको ब्रसलाई चाहिँ नोज कन्टुर ब्रस भनिन्छ। यसको शेप चाहिँ ब्लसर ब्रस जस्तै नै हुन्छ तर यो चाहिँ नोजमा युज हुने कारणले गर्दाखेरि यसको साइज धेरै सानो हुन्छ। यस्तो टाइपको फ्ल्याट ब्रसहरूले चाहिँ लिपस्टिकहरू अप्लाई गरिन्छ र यसलाई चाहिँ लिप ब्रस